साथीहरू के तपाईँलाई थाहा छ यो सोयाबिनको सब्जी कसरी बनाउने भन्ने कुरा? आज म तपाईँलाई यसरी सजिलो र छिटो तरिकाले सिकाउन जाँदैछु। यसको लागि मैले एउटा बोल लिएको छु। बोलमा सोयाबिन हालेको छु। त्यसमा मैले गरम पानी तातो पानीलाई यसमा हालेर यसलाई राम्रोसँग भिज्न दिएँ। यसलाई राम्रोसँग भिजिसकेपछि यसलाई एकदम राम्रोसँग यसलाई निचोरेर पानी निचोरेर फेरि चिसो पानीमा पखालेर त्यसपछि साना साना टुक्रा गरेर मैले काटेर राखेको थिएँ। यसैलाई फेरि साइडमा राखेको छु। यसमा एकदम राम्रोसँग आज कसरी हुन्छ बनाउने राम्रोसँग तपाईँहरूलाई सिकाउन जाँदैछु। आउनुहोस् अब सँगै मिलेर बनाऊँ। अब आजको लागि मैले यसमा अब चुलामा मैले प्यान बसालेको छु। मैले चाहिँ प्यान लोहाको तावाको जस्तो सानो प्यान ल्याएको चाहिँ तपाईँहरूले कराई पनि लिन सक्नुहुन्छ। यसमा त तेल हालेँ 3-4 चम्मच जति तेल हालेको छु। मैले तेल चाहिँ अलिक बढी नै लिएको छु किनभने मैले यो सोयाबिनले तेल सोच्ने हुनाले मैले तेल अलिक बढी लिएको छु। यसमा मैले एउटा प्याज काटेर राखेको थिएँ, यसलाई पनि हालेको छु। यसलाई प्याजलाई राम्रोसँग फ्राई भइसकेपछि यसमा मैले एउटा हरियो खुर्सानी पनि काटेर राखेको थिएँ, त्यसलाई पनि हालेको छु। तपाईँले पिरो अलि बढी खानुहुन्छ भने अलिक बढी नै हाल्न सक्नुहुन्छ। मैले चाहिँ अलिक कम खाने भएकोले मैले अलिक कमै हालेको छु। त्यही अनुसार एउटा टमाटर पनि काटेर राखेको थिएँ, यसलाई पनि एड गरेको छु। यसलाई टमाटरलाई नि राम्रोसँग भुटेर यसलाई अलि राम्रोसँग पकाउनुपर्छ। यो पकाउनको लागि एकदम कम्तीमा 2-3 मिनट जति टमाटरलाई पाक्न दिनुपर्छ। टमाटरलाई पाक्न दिइसकेपछि यसमा गलाउनको लागि यसलाई मैले 1 चम्मच नुन हालेको छु है। तपाईँहरूले स्वाद अनुसार हाल्नु होला। मैले स्वाद अनुसार हालेको छु मेरो आफ्नो लागि। तपाईँहरूले त्यसै गरेर आफ्नो आफ्नो स्वाद अनुसार हाल्नु होला। त्यसमा मैले 1 चम्मच बेसार पनि एड गरेको छु। एड गरेर यसलाई राम्रोसँग मिलाएर राम्रोसँग 2-3 मिनट जति पकाएर मसलाहरू एड गरेको छु। यसमा धनियाको धुलो छ, अनि लाल मिर्ची पाउडर छ, त्यसमा अनि गरम मसला सबै मिक्सिङ गरेर मैले फेरि मिक्सिङ गरेको छु। फेरि 1-2 मिनट जति राम्रोसँग पकाइसकेपछि अब एड गर्न गइरहेको छु सोयाबिनलाई राम्रोसँग एड गरिसकेपछि यसलाई राम्रोसँग चलाउने। राम्रोसँग चलाइसकेपछि 3-4 मिनट जति यसलाई राम्रोसँग पकाउने। मैले पानी यहाँ युज गरेको छैन, पानी मैले सुक्खा बनाएको थिएँ, त्यसैले पानी युज गरेको छैन। यसलाई राम्रोसँग चारै दिशा लाग्ने गरेर राम्रोसँग मोलेपछि राम्रोसँग मिलाएपछि अब खानको लागि एकदम तयारी हुँदैछ। यो लगभग हेर्न देख्न सक्नुहुन्छ यो चाहिँ एकदम राम्रोसँग पाकिसकेको छ। र तपाईँलाई यो भिडियो मन पर्यो भने तपाईँले लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला। यदि उसमा च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न पनि नभुल्नु होला। हेर्नुहोस् अब यसमा मैले हरियो धनिया चाहिँ राम्रो हालेको छु। अब यसलाई हालेर नै राम्रोसँग मिलाइसकेपछि अब यसलाई मैले प्लेटिङ गर्न गइरहेको छु। खान सक्नुहुन्छ, आउनुहोस् हामी सबै मिलेर खाऊँ। हवस् त, धन्यवाद साथीहरू।